Guys, welcome to my channel. अनि तपाईहरु हेर्नुहुँदैछ छेवाङ टीको एवा 3 अब म तपाईहरुलाई घरमा कलर हालेको देखाउने छु है गाइस। यहाँ चाहिँ पुटिङ गर्नुहुँदैछ है। अब बाबाले रङ हाल्नुहुँदैछ है। सुरुवातै कतै यहाँ रोलरमा पानी भएकोले गर्दा हैन अलिकति हो कस्तो कालो देखिँदो रहेछ। अलिकति भएको छैन। अब यहाँ चोपालेर टक्कसँगले यता हाल्ने। रोलरमा त किन त्यस्तो हुन्छ रोलरमा बोटुकातिर ठुलो लिना दिदा अर्कै ब्लू देखिन्छ नि डार्क ब्लू ए यो त स्काई ब्लू ए यसमा त अर्कैको मिल्दैन क्या हौ खाली गर्न नि हातले रङ त भुइँमा तानी तिमीले त संसार पराउने संसार हातले दल्नु क्या हुन्छ त यो जान्छ नि होइन धुरा ठुलो हुँदैन उता पनि हाल्नु हुँदैछ। हाम्रो के अरे गाईहरू है गाइस यो सबै उस्तो बाँकी रहेछ यहाँ रहेछ बाँकी यो सबै हाल्नु हुँदैछ है आजदेखि। सबै हालिसक्नु भयो। हेलो के गर्दै दाजु खैला गर्दै हुनुहुन्छ एक त फेरि आइसक्नु हो है गाइस। प्राइमर पहिले लगाएको यहाँ पनि हाल्नु हुँदैछ है टक्कसँगले। म त हार्थे यहाँदेखि यता यता सबै यहाँसम्म यो दल्नु हुँदैछ है। यहाँ भित्र पनि हो कालो त मेटिँदैन ग्यारा महिना कालो अर्कै कलर हुन्छ अर्कै देखिने रहेछ फेरि चाहिँ घोल्ने ल्याउनु त्यो पार्छ नि अहिलेको यता पनि लामो भएर फेरि यहाँ त पुटिङ त छोरा त जाँदैन त
भेनालाई चाहिन्छ अझै किनेर ल्याउनु भेनालाई पठाउने बेला मामालाई चाहिन्छ त घोट्नु त घोल्नु त हो त बोल्नु चाहिँ घुमाउन नपाउँछ सबै बनाउँछु यता पनि हाल्नुहुन्छ अब यता पनि हाल्नुहुन्छ बाबाले सबै पुटिङ गर्नुहुन्छ है पुटिङ यति जानु त उता जानु छ उता ट्र्याक्टर छ हुन्छ उता ट्र्याक्टर छ है हाल्नुहुँदैछ तल यहाँ छुनु हुँदैन अब कहिले यो भित्तामा अब 1 महिनासम्म छुनु हुँदैन छुँदैन नभए तिमीलाई सबै लाग्छ मैले त भित्ता टाँसिनु हुँदैन तलसम्म लाउनु यता पनि सबै के गर्नुहुँदैछ तल बोर्डर थोरै यस्तो देखाइदिन्छ अलिकति यहीँ माथि थप्दा हुन्छ यो रातो होइन र पनि राख्छु कलर त उज्यालो र सेट गर्छ यहाँदेखि चाहिँ केही पनि टिक्दै घरि देखिँदैन यहाँ त घर छ त बाबा कहाँ चढ्नु आएको हुन्छ त्यहाँ चढ्यो भने